फाइनल्ली गाइज हैन बसिसकेका रहेछौँ उसमा हैन बोलेरोमा हेर्न सक्नुहुन्छ यता केडा दाइ चाहिँ माथि बसिरहेछ हैन केडा चाहिँ पुरै नए नवेली दुल्हन की तरह बैठ गई है और ये तो मुखड़ा ही छुपा लिया है नया नवेली दुल्हन की तरह बहुत शर्मिली है शर्मा रही है। हम बैठे हैं पीछे हाकिम बैठे हैं आगे आप चलते हैं रूम में। यो हेर्न सक्नुहुन्छ हैन नाइटको भ्यू चाहिँ यस्तो देख्छ हैन पावर हाउस अनि हामी चाहिँ हिँडिसकेका रहेछौँ। अब बढी धेरै त लाग्दैन बढीमा लाग्यो 5 मिनट जति लाग्छ रुम पुग्नलाई। अब हेर्दै जाउँ हैन बाटोको भ्यू चाहिँ होइन हो कस्तो आइरहेछ क्यामेरा चाहिँ धुमिलो अहिले अलि फ्रेस आयो एनिएमा जागिर खाए बसी मात्र हो हेर्न सक्नुहुन्छ हैन गाइजहरु अनि केडाहरु हिँडेर गइराछन् हैन हामी पनि त्यस्तै जान्छौँ गाडी आएन भने। अनि बिहानतिर त यस्तै हिँडेरै आउनु पर्छ धेरै चिसो पानी छ हैन नदीको गाह्रो छ प्यान्ट माथि नै गर्नुपर्छ अनि केडाहरू माथि गर्छ अनि प्रोजेक्ट इन्चार्ज भइहाल्छ सकिहाल्छ त्यस्तै सबै पाइहाल्छ त्यही माथि त्यही खानु त्यही माटीमा मारिहाल्छ अझ त्यही माथि मारिहाल्छ इन्चार्जले रेडियोको ब्राइटनेस गरेर पछि यार अलि यार ऊ देखिन्छ यार फाट्छ हो तर जति भएको फाट्छ अलि नाइटमा यस्तै देखिन्छ यो मोबाइलमा हैन लाइट बढाउँदाखेरि साला गाह्रो छ पुग्नलाई पनि। उसले भजाको सामान ल्याएर 3000 को बिल बनाइदिन्छ सकिहाल्यो अरे त्यस्तो हुन्छ क्या त्यस्तो बेरमा त लास्ट फाइदा हुन्छ यस्तै हो हैन सिन चाहिँ मस्त देखिरहेछ। त्यसको पछाडि बसेर रहेछौँ बोलेरोको अनि यहाँ चाहिँ अलिक खल्डो जस्तो देखिरहेछ बस्नुपर्ने जस्तो लागिरहेछ हैन बस्नु त बजार वर्कर है नि बोलेरोको पछाडि मजा हामी सबै बसिसकेका रहेछौँ। अब कसको बिहे भइरहेछ होइन हामी पनि गयौँ 500 दिन त हामीबाट पैसा मारिहाल्छ नि भोज खाना आइहाल्छ यति मान्छे लिए पैसा हाल्नु पर्यो भने सकिहाल्यो। अब पावर हाउस देख्न सक्नुहुन्छ जितेन्द्र दोष चाहिँ अब पुगिसकेका रहेछौँ। मेरो जन्ती त कहिले हो गाडी थाहा छैन यार जन्मिया छैन भेटी नै जन्मिया छैन जस्तो लाग्छ हो कोही छौ भने यता सम्पर्क गर्दा हुन्छ है जितेन लोकरलाई गर्नुपर्छ। ऊ चाहिँ आइरहेछ एउटा साथी है हाम्रो पछाडि बिचारा हतारमा छ एक्लै छु भनेर राति भइसकेको रहेछ कहीँ बाघले मान्छे सानो बच्चा हुन्थ्यो भने चढाउन सकिन्थ्यो यो चाहिँ यार जानवर रहेछ कसरी चढाउने होला। अनि हेर्दैछौँ के कतिको मजा आउँछ होइन यो हाम्रो के भन्छन् टुर 4 मिनट भइसकेको रहेछ एकैछिनको लागि म होल्ड गर्छु अनि साथीहरूलाई हिँड्दाखेरि यत्र चाहिँ देखाउँछु कि क्या पर्दैन त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो बाटो हुन्छ हो पहाडको पैसा मारेर होइन त्यसरी काम गराएको 10-12 हजारमा 10-5-6 हजारमा काम गराइरहेको थियो पावर त्यसरी त गरिहाल्छ नि
इन्चार्जको हात हुन्छ क्या त्यो पढाइ पनि छ अब इलेक्ट्रिकलको पनि ज्ञान छ होइन अब सामान्य सर्टिफिकेटहरू पनि छ इलेक्ट्रिकलको ठोक छ कि क्या हो म जस्तो भनौँ न पछाडि आइरहेको छ ड्राइभर चाहिँ देखिरहेको छैन हेर्न सक्नुहुन्छ उहाँ चाहिँ एउटा चाहिँ टिप्पर कस्तो अप्रोड छ उभिया रहेछ एकदमै खराब बाटो रहेछ होइन अब टिप्पर हो कि बोलेरो हो कि के हो बोलेरो नै हो अब यहाँदेखि टर्न अफ गर्नुपर्छ होइन घुमेर जानुपर्छ अब चाहिँ पिच रोडमा हामी चाहिँ पुगिसकेका रहेछौँ हेर्न सक्नुहुन्छ गाइजहरू अनि धेरै खासै त मजा आएन अब के गर्ने होइन अब अलि लामो टुर हुन्थ्यो भने अलि बढी मजा आउँथ्यो यता समात तिमी यता ठिक छ त्यहाँ खै खस्यो भने फेरि यार खस्दैन होला होइन कि तिमीलाई पनि आउनु पर्यो कि क्या हो रेडियोमा ओहो गाडीलाई पनि जित्यो त हो कुकुरले यस्तै होइन सधैँ हिँडेर आउनुपर्छ यही बाटो होइन अहिले देखेको तर आज चाहिँ हामी चाहिँ गाडीमा गइरहेछौँ रुम चाहिँ क्लाइन्टको गाडी रहेछ होइन अब के गर्ने होइन क्लाइन्टको गाडीको पनि भर हुँदैन अब कम्पनीको गाडी छैन काम गर्दाखेरि यस्तै हिँडिराख्नुपर्छ यो चाहिँ अलि हाइट रहेछ होइन अनि यहाँ चाहिँ अब रोकिने हो हामी त होइन हाकिमहरू चाहिँ रोकिने हो सामान लिने हो सामान लिने पसल पनि यहीँ छ होइन ल हामी चाहिँ अब लाग्नु पर्यो